साइक्लिक एलिफेटिक कम्पाउन्डमा पढ्ने हाम्रो बियर स्ट्रेन थ्योरी हैन। बियर स्ट्रेन थ्योरी इम्पोर्टेन्ट छ। बियर स्ट्रेन थ्योरीमा पढ्नुभन्दा अगाडि मैले एउटा सानो कुरा भन्छु। जुन हाम्रो प्रोपेन र ब्युटेन छ नि, जुन एलिफेटिक कम्पाउन्ड जुन चाहिँ ओपन चेनका हुन्छन्, तिनीहरू जस्तै साइक्लोप्रोपेन र साइक्लोब्युटेन एडिसन रियाक्सनमा भाग लिउँछन् हैन। एडिसन रियाक्सनमा भाग लिउँछन्। तिनीहरू एडिसन रियाक्सनमा भाग किन लिउँछन् भनेपछि यो साइक्लोप्रोपेन भयो, यो साइक्लोप्रोपेन र यो साइक्लोब्युटेनहरुमा एउटा स्ट्रेन हुन्छ। त्यो स्ट्रेनले गर्दाखेरि यिनीहरू अनस्टेबल हुन्छन्। त्यो अनस्टेबललाई हटाउनको लागि यिनीहरू एडिसन रियाक्सनमा गएर यो क्लोज चेनलाई यिनीहरूले ओपन चेन बनाउँछन्। त्यो ओपन चेन बनाउनको लागि यिनीहरू जस्तै साइक्लोप्रोपेन भयो, यो CH2 यहाँ CH2 यहाँ CH2 यो हो। अब योलाई हामीले यहाँ अब एउटा निकल क्याटलिस्टसँग रियाक्सन गराइदिउँ भनेपछि के हुन्छ भनेपछि यहाँ CH2 यहाँ, अब यहाँ CH2 भयो, यो CH2 यहाँ, मतलब यहाँ प्रोपेन बन्यो। त्यसै गरी ब्युटेनलाई पनि हामीले यस्तै एउटा रियाक्सनमा भाग गरायौँ भनेपछि यो पनि क्लोज चेनलाई ओपन चेन बनाउने हो। तिनीहरू एडिसन रियाक्सनमा भाग लिउँछन्। तर हायर साइक्लोअल्केनहरू हुन्छन्, जुन साइक्लोपेन्टेन, साइक्लोहेक्जेनहरू, यिनीहरू चाहिँ त्यसमा भाग लिन्नन्। अब त्यहीको स्टेबिलिटीको कम्पेयर गर्नको लागि अब साइक्लोप्रोपेन र साइक्लोब्युटेन, साइक्लोपेन्टेन, साइक्लोहेक्जेनहरूको स्टेबिलिटीको कम्पेयर गर्नको लागि बियर भन्ने एउटा जर्मन केमिस्टले एउटा स्ट्रेन थ्योरी निकाले। त्यो बियर स्ट्रेन थ्योरीले के भन्छ भनेपछि एनी काइन्ड अफ डेभिएसन इन tetrahedral angle causes the instability अथवा affect the stability in cyclic एलिफेटिक कम्पाउन्ड। अब यसले भन्न के खोज्या भनेपछि कुनै पनि कार्बन एटम कुनै चारवटा अरु एटमसँग जोडेपछि यसले एउटा टेट्राहेड्रल एंगल बनाउँछ। यसले एउटा टेट्राहेड्रल एंगल बनाउनु भयो, यस्तो खालको एंगल बनाउनु भयो हैन। यो टेट्राहेड्रल एंगलको एंगल चाहिँ हाम्रो हुने भयो 109 डिग्री 0.28 मिनेट। यो 109 डिग्री 0.28 मिनेटमा कुनै खालको डेभिएसन मतलब डेभिएसन अब यो यस्तो एंगल हुने भयो के र यो यस्तो एंगल अब हल्का यसरी तल पाइ आएर यो कतै एंगल तल पाइ आउने खुम्चिने तिनीहरु भएर डेभिएसन आयो भनेपछि यो त्यो डेभिएसन आकोले एउटा स्ट्रेन मतलब कि एउटा स्ट्रेन त्यो जेनेरेट गर्छ, जसले गर्दा स्टेबिलिटीलाई त्यो कम्पाउन्डको स्टेबिलिटीलाई असर गर्छ।
त्यो स्टेबिलिटीलाई असर गर्छ भनेपछि त्यो स्टेबिलिटीलाई अरे त्यो स्ट्रेनलाई रिलिफ गर्न, त्यो स्ट्रेनलाई हटाउन यिनीहरू ओपन चेनवाला रियाक्सनमा एडिसन रियाक्सनमा भाग लिन्छन्। अब हाम्रो आयो फर इक्जाम्पल साइक्लोप्रोपेन हेरौँ। अब साइक्लोप्रोपेन यस्तो हुन्छ हैन, ट्रायंगल आकारको हुन्छ। हामीलाई थाहा छ ट्रायंगलमा भित्र एंगल 60 डिग्री, यहाँ 60 डिग्री, यहाँ 60 डिग्री हैन। अब यो हाम्रो टेट्राहेड्रल एंगल भयो हैन। अब यहाँदेखि यो टेट्राहेड्रल एंगल भनेको त हाम्रो 109 डिग्री 0.28 मिनेट हो। यो यहाँदेखि अब यहाँसम्म आउनको लागि अब यो कति एंगलले डेभिएसन भयो भनेर हाम्रो 24 डिग्री 0.44 मिनेट हैन। 60 डिग्री भयो यो भित्रको एंगल। अब यति 24 डिग्री 0.44 मिनेट यो यति एंगलले यो डेभिएसन भएछ। अब यसको पत्ता लगाउने फर्मुला हाम्रो के छ भनेसी 1/2 बोन्ड एंगल, एक्चुअल बोन्ड एंगल है, एक्चुअल बोन्ड एंगल माइनस टेट्राहेड्रल एंगल एकछिन यो होइन है, 1/2 टेट्राहेड्रल एंगल माइनस एक्चुअल बोन्ड एंगल। अब साइक्लोप्रोपेनमा हेर्ने हो भनेसी 1/2 टेट्राहेड्रल एंगल 109 डिग्री 0.28 मिनेट माइनस एक्चुअल बोन्ड एंगल। एक्चुअल बोन्ड एंगल हाम्रो के कति छ भनेसी साइक्लोप्रोपेनको बोन्ड एंगल 60 डिग्री। यो होल क्याल्कुलेट गरेपछि यहाँ प्लस 24 डिग्री 0.44 मिनेट यो भयो साइक्लोप्रोपेनको। तर साइक्लोपेन्टेनको स्ट्रेन एंगल चाहिँ मिनिमम हुन्छ, सबैभन्दा मिनिमम साइक्लोपेन्टेन। त्यसपछि साइक्लोहेक्जेनको चाहिँ हल्का बढी हुन्छ। साइक्लोपेन्टेन भन्दा साइक्लोहेक्जेनको बढी हुन्छ। तर त्यसले गर्दा एकोर्डिङ यो बेयर स्ट्रेन थ्योरीले भनेको चाहिँ अब स्ट्रेन आयो भने त त्यो चाहिँ अनस्टेबल हुने हो। तर सबैभन्दा स्टेबल चाहिँ साइक्लोहेक्जेन हुन्छ। साइक्लिक एलिफेटिक कम्पाउन्डमा सबभन्दा स्टेबल साइक्लोहेक्जेन हुन्छ। त्यो किन हुन्छ भनेपछि त्यसले डिफ्रेन्ट टाइप अफ कन्फर्मेसन देखाउँछ। डिफ्रेन्ट टाइप्स अफ कन्फर्मेसन सो गरेको हुन्छ। अब त्यो डिफ्रेन्ट टाइपमा आयो हाम्रो बोट अनि ट्विस्टेड बोट हैन, बोट ट्विस्टेड बोट अनि चेयर कन्फर्मेसन। यस्तो डिफ्रेन्ट टाइप अफ कन्फर्मेसन देखायो भनेपछि त्यो डिफ्रेन्ट टाइप अफ कन्फर्मेसनमा यो स्टेबल हुने भयो, साइक्लोहेक्जेन स्टेबल हुने भयो। किनभने त अब त्यो साइक्लोपेन्टेन साइक्लोब्युटेन साइक्लोप्रोपेनहरू चाहिँ यस्तो कन्फर्मेसनमा आउने भएनन्। तर साइक्लोहेक्जेन यस्तो कन्फर्मेसनमा आएर त्यसले आफ्नो डिफ्रेन्ट टाइप्स अफ कन्फर्मेसन देखाएर त्यो स्टेबल हुने भयो। त्यो अब यो डिफ्रेन्ट टाइप्स अफ कन्फर्मेसन अफ साइक्लोहेक्जेन। That will
कन्टिन्यू। ल अब मैले सानो रिभिजन गर्छु बियरस्टेन थ्योरीको है। बियरस्टेन थ्योरीले के भन्छ भनेपछि कुनै पनि बियरस्टेन थ्योरीले के भन्छ भनेपछि कुनै पनि डेभिएसन एउटा टेट्राहेड्रल एङ्गलमा आयो भनेपछि, जस्तै अब कार्बनले कुनै अरू डिफ्रेन्ट एटमसँग बोन्ड बनाएपछि त्यसले टेट्राहेड्रल एङ्गल बनाउनु भयो। त्यो टेट्राहेड्रल एङ्गलको एङ्गल कति हुन्छ भनेपछि एङ्गल भ्यालु कति हुन्छ भनेपछि 109.28 मिनेट हुन्छ। त्यो 109.28 मिनेटमा कुनै पनि खालको डेभिएसन आयो भनेपछि त्यसले कम्पाउन्डको स्टेबिलिटीलाई कम गरिदिन्छ। त्यो स्टेबिलिटीलाई कम गरेपछि त्यो कम्पाउन्ड त्यो स्ट्रेनसँग रिलिफ हुन एडिसन रियाक्सनमा भाग लिन्छ। त्यो एडिसन रियाक्सनमा भाग लिएपछि त्यो ओपन चेनमा कन्भर्ट हुने हो। जस्तै अब प्रोपेनहरू ब्युटेनहरू नर्मल एलिफेटिक कम्पाउन्डहरू चाहिँ तिनीहरू ओपन चेनमै हुन्छन्, तिनीहरूलाई त्यस्तो केही परेन, तिनीहरू एडिसन रियाक्सनमा भाग लिउने भयो। तर साइक्लोप्रोपेन र साइक्लोब्युटेन पनि एडिसन रियाक्सनमा भाग लिन्छन्। तर त्यो भाग लिनुभन्दा अगाडि तिनीहरूलाई एउटा स्ट्रेन हुन्छ, तिनीहरूको कम्पाउन्डमा स्ट्रेन हुन्छ। त्यो स्ट्रेनलाई लिफ्ट गर्नको लागि तिनीहरू एउटा चेन ओपनिङ एडिसन रियाक्सनमा भाग लिन्छन्। मतलब त्यही एडिसन रियाक्सनमा भाग लिने भए त्यसको स्टेबिलिटी अब कसको स्टेबिलिटी कति छ, साइक्लोप्रोपेनको स्टेबिलिटी कस्तो हुन्छ, साइक्लोब्युटेनको स्टेबिलिटी कति हुन्छ, साइक्लोहेक्जेनको अनि साइक्लोपेन्टेनको, त्यसको स्टेबिलिटीलाई स्टडी गर्नको लागि बियरले एउटा स्ट्रेन थ्योरी निकाले। त्यसलाई हामीले बियरस्टेन थ्योरी भन्छौँ। त्यो बियरस्टेन थ्योरीले के भन्छ भनेपछि कुनै पनि खालको टेट्राहेड्रल एङ्गलमा डेभिएसन आयो भनेपछि त्यो चाहिँ अनस्टेबल हुन्छ। त्यो अनस्टेबल हुन्छ भनेपछि अब इक्जाम्पलको लागि हामीले भनौँ साइक्लोप्रोपेनको सेप ट्रायङ्गल आकारको हुन्छ। त्यसको एक्चुअल बोन्ड एङ्गल चाहिँ 60 डिग्री हुने भयो। 60 डिग्री हुने भयो भनेपछि टेट्राहेड्रल एङ्गल 109.28 मिनेट। अब स्टेबिलिटी कति एङ्गलले डेभिएसन भयो भन्ने एउटा फर्मुला छ, हाफ टेट्राहेड्रल एङ्गल माइनस एक्चुअल बोन्ड एङ्गल। त्यसको टेट्राहेड्रल एङ्गल हाम्रो 109.28 मिनेट हुने भयो र एक्चुअल बोन्ड एङ्गल साइक्लोप्रोपेनको 60 डिग्री भनेपछि यो होल क्यालकुलेट गरेपछि प्लस 24.44 मिनेट भनेपछि यो 24.44 मिनेटले डेभिएट भएको छ। साइक्लोप्रोपेन टेट्राहेड्रल एङ्गलबाट 24.44 मिनेटले डेभिएसन भएको छ। तर साइक्लोपेन्टेन साइक्लोहेक्जेन जुन छन् तिनीहरू चाहिँ हायर साइक्लो अल्केनहरू हुन्। त्यो हायर साइक्लो अल्केनमा हामीले डेभिएसन भेटान्नम भन्दै गर्दा साइक्लोपेन्टेनको चाहिँ सबैभन्दा मिनिमम हुन्छ। त्यो चाहिँ एडिसन रियाक्सनमा भाग लिउने भएन। साइक्लोहेक्जेनको साइक्लोपेन्टेन भन्दा हल्का स्लाइटली धेरै हुन्छ। तर सबैभन्दा स्टेबल चाहिँ त्यही साइक्लोहेक्जेन हुन्छ। बियरस्टेन थ्योरीले भनेको चाहिँ हाम्रो जति धेरै स्ट्रेन त्यति कम स्टेबल, बट सबैभन्दा स्टेबल हाम्रो साइक्लोहेक्जेन हुने भयो। त्यो साइक्लोहेक्जेन हुनेको रिजन चाहिँ डिफ्रेन्ट टाइप्स अफ कन्फर्मेसन। त्यो डिफ्रेन्ट टाइप्स अफ कन्फर्मेसनमा हाम्रो पर्यो बोट कन्फर्मेसन, ट्विस्टेड बोट कन्फर्मेसन, चेयर कन्फर्मेसनहरू पर्यो।